के रहेको बहिनी? कागतीले सुक्खा लाग्छ भनेर छोपेको। ए यसरी छोप्नु पर्छ? नत्र सुक्खा लाग्छ नि त। ओहो ल ल मल्चिङ गर्ने भनेको यही हो? ए कागती पनि फलेछ त बहिनी? फलेछ। ओहो ल तपाईको त सानो सानो चिचिल्लाहरू धेरै फलिरहेको छ। ए खोइ खोइ का त? ओहो हो त नि। यस्तो नि है यसरी मल्चिङ गर्नुपर्छ है? हजुर। ए यसरी गऱ्यो भने पो अनि राम्रो फल लाग्छ त। ए यो केराको पातले? केराको पातले। एहे ल पात अब फाइदा छ त। यो केराले फल्यो यो त यसलाई नि। ल केराको पातले यसरी। ओहो तपाईँको त यहाँ त चराको गुण पनि रहेछ त बहिनी? चराले गुण नि लाउँछ। ओहो कागतीमा त तपाईँको त चराले राम्रो बोटमा लाउँछ नि त उसले नि हेरेर। ए यो फलेको बोट रहेछ त्यही भएर लगाएको होला होइन? गुड ल ए राम्रो रहेछ ल मजाले छोपेछ ल यसरी छोप्नुपर्छ है? ल साथीहरू तपाईँहरू पनि यसरी छोप्नुहोस् है। यो बहिनीले भने कागतीलाई चाहिँ यसरी छोप्यो भने चिसो भइरहन्छ अरे जरामा सुक्खा लाग्दैन अरे किसान साथीहरू। ल